दर्शकबिन सृष्टिले आफ्नो गर्भपतन गरेकी हुन्। हो दर्शकबिन सृष्टिले आफ्नो परिवारको इज्जत नजाओस् भन्नका लागि उनले आफ्नो गर्भपतन गरेकी छिन्। गएको भागमा सृष्टिले गर्भपतन गर्ने औषधि खाएर सुतेकी थिइन्। बिहानपख सीता सृष्टिको कोठामा आउँदा उनले सृष्टिको कपडा पुरै रगतले भरिएको देखेकी हुन्। आफ्नी नन्दको यस्तो हालत देख्दा उनले सृष्टिलाई उठाउन खोजेकी हुन्। सृष्टिले भाउजू मलाई लास्टै गाह्रो भयो, म बाँच्दिन होला भनेर भनेकी हुन्। त्यत्तिकैमा सीताले आफ्नी नन्दलाई लिएर स्वास्थ्य चौकी जाने निर्णय गरेकी हुन्। सीताले पनि आफ्नो श्रीमान जगतलाई सृष्टिको महिनावारी बिग्रियो भनेर स्वास्थ्य चौकी लगेर जान भनेकी हुन्। त्यही कुरा सुनेर जगतले आफ्नी बहिनीसहित स्वास्थ्य चौकी गएका हुन्। सीताकी सासूले सृष्टिलाई के भयो भनेर सोध्दा सीताले नानीले अस्तिबाट केही खानु भएको छैन, त्यसैले गाह्रो भयो भनेर भनेकी हुन्। सृष्टिकी आमाले पनि जहिले चिन्ता लक्ष्य कमजोरीले सखा पार्छ सृष्टिलाई भनेर बताएकी हुन्। सृष्टिका बुबाले चाहिँ धेरै चिन्ता नगर्न भनेर सृष्टिलाई साथ दिइरहेका छन्। सृष्टिलाई अस्पताल लगेर जाँदा सृष्टिकी आमा पनि सँगै जाने भएकी थिइन्। तर जगतका बुबाले भाउजू जति आमासँग सजिलो हुँदैन भन्दा सीताकी आमाले सृष्टिलाई उनकी भाउजूसँग अस्पताल जान दिएकी हुन्। अस्पताल गइसकेपछि सीताले डाक्टरलाई हिजोदेखि रगत बगेछ रोकिँदैन भन्दा डाक्टरले उनलाई केही त्यस्तो औषधि लिनु भएको थियो भन्दा उनले डाक्टरलाई केही भनेकी थिइनन्। उतातिर जगत र सीता बस्दै गर्दा त्यहाँ डाक्टर आएर सबै कुरा खोल्दै गर्दा सीताले डाक्टरलाई जगतभन्दा अलि टाढा लगेर सबै कुरा बताएकी हुन्। तर जगतले पनि सबै कुरा थाहा पाइसकेका छन्। त्यत्तिकैमा जगत रिसाइरहेका बेला सीताले जगतलाई सम्झाएर आमा बुबासँग सबै कुरा लुकाउन आग्रह गरेकी हुन्। पर्वतको बच्चा सृष्टिको पेटमा भएको र पर्वतको मामा रहेकाले सृष्टिले बच्चा फालेको कुरा जगतले थाहा पाएपछि जगतले आमा बुबासँग सबै कुरा लुकाउन मानेका हुन्। सीताले पनि जगतलाई सबै कुरा विस्तारमा सम्झाएकी हुन्। सीताले बिन्ती गर्दै जगतलाई सबै कुरा लुकाउन आग्रह गरेकी हुन्। उतापट्टि गरिमाले घिसिङलाई घरको सबै काममा लगाइरहेकी छिन् भने उतातिर दारी चाहिँ आफ्नो बुढीले छोडेर पहिलो गएपछि उनी पागल जस्तै गरिरहेका छन्। सृष्टिले चाहिँ आफ्नो मायाको निशानीलाई पाएर पनि गुमाएकी हुन्। उतापट्टि रमेशले सीताका ससुरालाई फोन गरेर बाजे र सीताकी आमाको दशैँभन्दा अगाडि बिहे हुन लागेको कुरा समेत बताएका हुन्। त्यत्तिकैमा सीता पानी लिएर घर आउँदा सीताकी सासूले सीताकी आमाले बिहे गर्न लागेको भन्दै उनलाई अनेक थरी भनेकी हुन्। जगतले पनि आफ्नी आमाको सपोर्ट गरिरहेका छन्। सीताले आफ्नी आमासँग फोनमा जसले जे भने तापनि म एकदमै खुसी छु भनेर आफ्नी आमालाई बताएकी छिन्। उनकी आमाले चाहिँ दशैँभन्दा अगाडि नै मन्दिरमा बिहे गर्ने कुरा गरिरहेकी छिन्। सीताले जगतलाई यदि म मरे भने तपाईँ अर्को बिहे गर्नुहुन्छ कि नै भन्दा जगतले थाहा छैन भनेर भनेका हुन्। सीताले जगतलाई आफ्नी आमाको बिहे गराउन जे गर्नुपर्छ गर्छु भनेर भनेकी हुन्। उनले आफ्नी आमाले भोगेका पीडाहरू शब्दमा व्यक्त गराएकी हुन्। दर्शकबिन अब के होला त? के अब सीताकी आमाको बिहे बाजेसँग राम्रोसँग सम्पन्न होला त?
तपाईहरुलाई के लाग्छ? जे लाग्छ कमेन्ट गरिदिनु होला। साथै भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक शेयर गर्न पनि नभुल्नु होला। फेरि पनि नयाँ भिडियोका साथ उपस्थित हुनेछु। त्यति समयसम्मको लागि हस्त धन्यवाद।